हेलो साथीहरू, यति बेला म गोठालो अर्थात् ग्वाला आएको छु। यति बेला तपाईले देख्न सक्नुहुनेछ बाख्राको ग्वाला आएको छु। यतिखेर बाख्रा मैले फुकाएको छु। आजको मेरो काम यही बाख्रा हेर्ने रहेको छ भने म यति बाख्रा हेर्ने छु। अहिले भर्खर फुकाएको छु। केही बाख्रा तलतिर लागेका छन् भने केही बाख्रा यहाँनिर छन्। यो घामको कारणले यति बेला बाख्राहरू हस्किएको तपाईले देख्न सक्नुहुनेछ। अत्याधिक रूपमा गर्मीको कारणले बाख्रा यसरी हस्किएको छ र बसेका पनि छन् र केही बाख्रा तलतिर गएका छन्। के गर्ने साथीहरू, गाउँले जीवन है। अब गोठालो गाई बाख्रा चराउनै पर्यो हैन, यति नगरे पनि हुँदैन। यस कारणले गाई बाख्रा हेर्नुपर्ने हुन्छ। त्यसैले म आज बाख्रा गोठालो भएको छु र मैले बाख्रा हेर्ने छु। साथीहरू